एकचोटि ल ओके। चैते दसैँको उपलक्ष्यमा आज दशमीको दिन प्रभुधाम सेवा सदनमा हाम्रो नानी बाबुहरूलाई टिका लगाइदिएर आशीर्वाद प्रदान गर्नुहुँदै हाम्रो यस संस्थाकी ममतामयी आमा चैते दसैँको उपलक्ष्यमा टिका लगाउँदै सबैजनाको चरण स्पर्श गरेर चैते दसैँ मनाउँदै हुनुहुन्छ। ह्याप्पी चैते दसैँ सबैजनालाई। यो भेटी हेर्नु उपलक्ष्यमा ठुली छोरीलाई टिका प्रदान गर्दै हुनुहुन्छ आमाले। चैते दसैँको उपलक्ष्यमा आफ्ना छोराछोरीहरूलाई टिका लगाएर सद्भाव व्यक्त गर्दै हुन्छ। आज पर्छ छोरी दसैँ हो, दसैँ हो। माला गर्नु खोइ गर आमाले आफ्नो छोरी बनाइसकेपछि गुड। सम्पूर्ण जनाहरूलाई आफ्ना छोराछोरीहरूप्रति दसैँमा टिका लगाएर सद्भाव व्यक्त गर्दै हुनुहुन्छ। अन्तिममा सबैभन्दा ठुलो छोरीको पालो आएको छ। चैते दसैँको प्रभुधाम सेवा सदनमा दसैँ मनाउने कार्यक्रम चलिरहेको छ। घरका नानी बाबुहरू सबैजनालाई टिका लगाइदिएर चैते दसैँ मनाउने कार्यक्रम भइरहेको छ। यहाँ हाम्रो ठुलो छोरो विकास, सानो सन्तोष, हाम्रो नातिनी अर्की सानी, पल्ली घरकी छोरी। हाम्रो प्रभुधाम सेवा सदनमा हाम्रो आमाको बहिनी पनि आइपुग्नु भएको छ टिका लगाउनको लागि। अघि आमाहरू हुनुहुन्थ्यो, अघि छोराछोरीहरू थिए, अहिले बहिनीसँग टिकाको सधैँ माया गर्न सक्नुहुन्छ। मरुन्जेलसम्म सबै बालबच्चाहरू मेरो परिवारलाई आँटेको खुवाउनु सक्नु तपाईँहरूलाई है बाबु। तपाईँलाई 50 उधार छ यो दिन। आज पूर्णिमा टिका लगाइदिन्छु। नखिच्ने म त झन् कस्तो छु। नखिच्ने अरे लु 32 भन्नु त, 32 भन्नु त, दाँत फ्याक्कै बाहिर निस्किन्छ। 32 भन्नुपर्छ कि अनि आफै हाँस उठिहाल्छ। ल ओके, ह्याप्पी दसैँ। सरको हवाले म त पढ्दैछु। चैते दसैँको उपलक्ष्यमा पूर्णिमा बहिनीलाई पनि टिका लगाइदिएर दसैँ मनाउँदै हुनुहुन्छ। 2081 सालको चैते दसैँको सबैजनालाई धेरै 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 शुभकामना। मामुलाई पनि ह्याप्पी दसैँ।
खानालाई सेवा गर्नको लागि